हेलो साथीहरू, हामीहरू सानैदेखि स्वर्ग स्वर्ग भन्दै स्वर्गको वर्णन सुन्दै आएका छौँ। के तपाईँहरूलाई थाहा छ स्वर्ग कहाँ छ? मेरो हिसाबमा चाहिँ स्वर्ग चाहिँ यस प्रकार छ, सुन्नुहोस् है। अनि भिडियोलाई लास्टसम्म नै हेरिदिनु होला। अनि मन पर्यो भने लाइक, सेयर र फलो चाहिँ गर्न नबिर्सिनु होला है। मेरो गर्व जन्मभूमि नै मेरो स्वर्ग। स्वर्गको वर्णन सुन्दा अचम्म लाग्थ्यो। स्वर्गको खोज तलास गर्दा गर्दै समय बित्थ्यो। आँखामा आएका तस्बिरहरू कागजमा कोर्दै के यही त होइन स्वर्ग भन्दै प्रश्न उठ्थ्यो। अध्ययन गर्दै बुझ्ने हुँदै गए, स्वर्गको कल्पनामा म हराउँदै गएँ। तर पनि स्वर्गको चित्र बनाउन सकिनँ। बाहिरको एक झलक हेर्दा प्रकृतिको नृत्यमा मन हराउन थाल्यो। नृत्यको लाभ उठाउँदै म प्रकृतिलाई निहार्न थालेँ। भानुको प्रकाशले पहाडहरू चम्के। पहाडमा पाइने वन जङ्गल, पशु पक्षी सबै रमाए। जङ्गलको बिचमा बहने खोला खोल्छा, रुख नै ढाक्ने गुराँसको फुल फक्रिएको, कञ्चनजङ्घा अवस्थित भएको मेरो जननी जन्मभूमि नै मेरो स्वर्ग। प्रकृतिको कोखमा बसेको सिक्किम राज्य नै मेरो स्वर्ग। गाइस, मेरो स्वर्ग चाहिँ यस्तो छ। तपाईँहरूको कस्तो छ प्लिज कमेन्ट गरिदिनुहोस् है।